फेवाताल घुमघाम सबैहरू लाई यता हेर्नु कस्तो लागेछ कुरो गजब लाग्छ बाबुलाई कस्तो लागेछ त हो ल हाम्रो माझी दाइले कस्तो तार्नु भएको छ हो माझी दाइ पोखरा फेवातालमा माया के अरे अलि बनेन यहाँ टिकटक बनाउँछु भनेको भएन यसैलाई काटकुट पारेर बनाउनु पर्ला है त फेवातालको मन्दिरतिर आइयो दृश्य त्यही त अटाइन्थ्यो तर अब ठुलो कुर्दा जाने ढिलो हुने भयो भनेर के अत्ताउनु भयो के ठिकै छ टिम धेरै भएपछि अब जय गङ्गाजी जय गङ्गाजीको जल त टाउकोमा लाउनु पर्यो त यिनै जलले त हो नि सबै स्नान राम्रो हुने सबै टिकट राखेर फेरि यसैमा फर्किँदाखेरि यसैमा फर्किने हो नि त्यही त हामी त्यहाँ झर्ने होइन हो त्यही भनेको के जय परमेश्वरी भगवान ल भगवान एक फेर के अरे राजेश हमाल र सिन्धु मल्ल भन्ने उसको सुटिङ माछालाई हेर्नुहोस् है फोहोर नगरौँ हाम्रो फेवाताललाई यो माछा मार्न हुन्न माछा त एउटा घाउ गरी ल्याएर राखिदिन पर्छ कति ठुलो माछा के मेरो अन्छ यहाँ पानी सानी खिचिछु त कति ठुलो माछा हिँडेका माछा त ठुलै छ त यार हाम्रो नेपालका सम्पदाहरू सम्पत्तिहरू कति राम्रो छ दृश्य बिर्सिन नसक्ने छन् सबै राम्रो छ नि भगवान नै यहाँ रेकर्ड गरेछु बिचमा तपाईँले बिगारिदिनुहुन्छ त्यही भएर मलाई बनाउन मन लाग्यो